रुरुबन्चु नेपालको एक भर्जिन पर्यटकीय गन्तव्य हो। कालीकोटको तिलागुफा नगरपालिका 10 मा पर्ने रुरुबन्चुमा पर्यटकीय हिसाबले प्रचुर सम्भावना छ। कलाकारले चित्र कोरेर बनाए जस्तो आकर्षक बनावट, प्रकृतिले सबै उपहार दिए जस्तो सजावट, सुन्दर मनोरम दृश्यावलोकन गर्दै रम्न पाइने रुरुबन्चुले विश्वभरका पर्यटक तान्न सक्ने सामर्थ्य राख्छ। यति सुन्दर रुरुबन्चु पर्यटकको पर्खाइमा छ। रुरुबन्चुका साथमा प्रकृतिको काखमा जे हेरे पनि हेरिरहँ लाग्छ। एक पटक पुगेपछि फेरि पटक पटक पुगिरहँ लाग्छ। रुरुबन्चु नजिकैको गाउँमा करिब 200 परिवारको बसोबास छ। यो अर्ग्यानिक गाउँमा स्थानीय उत्पादनको परिकारका स्वाद चाख्दै परम्परागत वेशभूषा, भाषा शैली, रीतिरिवाज र संस्कार संस्कृतिमा रमाउन पाइन्छ। जल, जमिन, जंगल र जडीबुटीको धनी हो रुरुबन्चु। यस्तो ऐतिहासिक ठाउँ पूर्वाधार विकास र प्रचार प्रसारको कमीका कारण ओझेलमा छ। यद्यपि यहाँको स्थानीय सरकार तिलागुफा नगरपालिकाले रुरुबन्चुलाई प्रवर्धन गर्न यहाँ नगरसभा राखेर महत्वपूर्ण सन्देश दियो र यस क्षेत्रलाई शिकार आरक्षका रूपमा विकास गर्ने योजना अघि सार्यो। स्थानीय सरकार रुरुबन्चुलाई विश्वभरका पर्यटक आउने थलोको रूपमा विकास गर्न चाहन्छ। तर संघ र प्रदेश सरकारले यति महत्वपूर्ण योजनालाई प्राथमिकता नदिँदा सोचे जस्तो काम हुन सकेको छैन। कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको रुरुबन्चु क्षेत्रलाई शिकार आरक्षका रूपमा चाहिँ तपाईको विकास गर्नका लागि मैले चाहिँ तपाईको प्रदेश तहको चाहिँ तपाईको पर्यटन तथा उद्योग मन्त्रालय वन उद्योग मन्त्रालयसँग मैले समन्वय गरेँ। त्यहाँको सचिवज्यूहरू तर उहाँहरू चाहिँ मलाई लाग्छ म यो के सन्देश दिन चाहिरहेको छु भने पर्यटन क्षेत्रका प्रचुर सम्भावनाहरू छन्। यसलाई हामी प्रयोगमा मात्रै ल्याउने भने हाम्रा नागरिकहरूको जीवनयापनमा हामी सहजता ल्याइदिन सक्छौँ। तर चाहिँ तपाईँको जहाँ हामीले सोचेर मात्रै काम छैन, कार्यान्वयन गर्ने जुन निकाय छ उहाँहरू सुत्दिनुहुन्छ हो र यो पनि गर्न सकिन्छ र भन्नुहुन्छ। यो त अलि बढी महत्त्वकांक्षी योजना भयो कि मेयर साहब भन्नुहुन्छ। यो सुरुवात गरौँ न भन्दा उहाँहरू छ तपाईँको उहाँहरूको कलमै चल्दैन। तिलागुफा नगरपालिका प्राकृतिक ऐतिहासिक हिसाबले निकै धनी छ। यहाँ दर्जनौं आकर्षक पर्यटकीय गन्तव्य छन्। अझ रारातालको प्रवेश मार्गमा समेत पर्ने भएकाले तिलागुफा पर्यटक तान्न सक्ने अवस्थामा छ। प्राकृतिक ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पत्तिले धनी तिलागुफा नगरपालिकाको समृद्धिको प्रमुख आधार पर्यटन नै हो। यति सुन्दर यति आकर्षक पर्यटकीय गन्तव्य भएको तिलागुफा संघ र प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा पर्न सकेको छैन। अर्थात् पर्यटन प्रवर्धनको जिम्मा लिनुपर्ने निकायको प्राथमिकतामा पर्न सकेको छैन। स्थानीय सरकारले चाहेर मात्रै नेपालका दुर्गम क्षेत्रका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवर्धन सम्भव छैन।